हामी नरसिंहधाम आइपुग्यौँ है। नरसिंहधामभित्रको दृश्य तपाईँलाई पनि देखाउने नै छौँ है त। त्यो भिडियोलाई स्किप नगरिकन हेरि रहनु होला। गाइस अब हामी चाहिँ नरसिंहधाम जाने बाटोमा छौँ। हेर्नुहोस् त पुरै टाढै टाढो हो यो, बिचमा ठुलो रुख छ टाढै टाढ। हामी अगाडि छौँ, धमा बुढी छोरी अगाडि, धमा पछाडि छ है। हेर्नुहोस् त कति राम्रो यो सब डुबानमा बन्ने रहेछ है गाइस। डुबानमा हेर्नुहोस् त है गाइस। अब हामी फाइनल्ली नरसिंहधाम आइसकेका छौँ। अगाडि देखिएको मन्दिर नरसिंहधामको हामी हिँड्दैछौँ। बाटो यस्तो बाटो छ, यस्तो बाटो हुँदै आएको आइसक्यो। नरसिंहधाम आइसक्यो है गाई, नरसिंहधाम आइसक्यो। खोलाको पुगेको छ, खोला नरसिंहधाम यो साइडमा हो। ल हामी चाहिँ आइसक्यौँ। लगभग धमा घरबाट 1 घन्टा हिँडिसकेपछि नरसिंहधाम आइपुगिसकेका छौँ। हामी नरसिंहधाम आइपुग्यौँ है। नरसिंहधामभित्रको दृश्य तपाईँलाई पनि देखाउने नै छौँ है त। त्यो भिडियोलाई स्किप नगरिकन हेरिरहनु होला। ल हामी लगभग आइसकेका छौँ। यो चाहिँ गङ्गा जमुना गाउँपालिका रहेछ। हामी चाहिँ अगाडि बढ्दैछौँ यता। हेर्नुहोस् है गाइस, बोयर हो यो चाहिँ, बोयर। आधा काँडा चाहिँ हुँदो रहेछ है गाइस।